जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो, हो बनाइयो, मेरै पालामा बनेको। तर निधारमा लेखेको हुँदैन नि यो चोर हो कि राम्रो हो भनेर, साधु भनेर थाहा त हुँदैन। त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबनाऊ नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। एउटा हिन्दीमा एउटा कहावत छ, हमें तो अपनों ने लूटा गैरों में कहा था दम, मेरी किस्ती थी डुबी जहां पानी था कम। यही हुनाले यो समस्या उत्पन्न भएको। हिजो मैले संसदमा बोलेको शब्दलाई राम्रोसँग नसुनिकन आज प्रकाशित समाचारमा मैले बोलेको शब्दलाई अश्लील शब्द भनी समाचार सम्प्रेषण भएकोमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। सम्माननीय सभामुख महोदय, यो समाचार जुनसुकै मिडियाबाट आएको भए पनि राम्रोसँग सुनेर मात्र समाचार सम्प्रेषण गर्न म अनुरोध पनि गर्न चाहन्छु। हिजो मैले संसदमा कुरा राखिराख्दा पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाउन सकिएन भनेर डिजी बनाइयो भनेर मैले भनेको थिएँ। तर त्यसलाई तोडमोड गरेर एउटा चाहिने राज्यको चौथो अङ्ग भन्ने सञ्चारकर्मी मिडियाले सूचना प्रकाशन गरेर यसलाई डाइभर्ट गर्ने कामहरू भएको छ। त्यसो भएको हुनाले म 2500 वार्डको स्पिकर राखेर राम्रोसित सुन्नको लागि पनि म विनम्र अनुरोध गर्न चाहन्छु।